हेलो गाइस, वेलकम टु माई न्यू ब्लग है। आजको नयाँ ब्लगमा चाहिँ स्वागत छ। अनि आज चाहिँ होइन मजाले पानी परिरहेको छ। अनि म चाहिँ होइन छाता ओरी भने पनि ब्लग बनाइरहेको छु गाइस। तपाईँहरूले देख्न सक्नुहुन्छ बब्बाल पानी परिरहेको छ आज चाहिँ है। यता बाटोहरू पनि हिलो हिलो भइसकेको छ है गाइस। अनि हाम्रोतिरको भ्यू चाहिँ यस्तो छ है। यतातिर काठमाडौँ, यता भक्तपुर, यता ललितपुर है गाइस। अनि यता चाहिँ पानी परिरहेको छ है। ल मेरो चाहिँ गाइस जुत्ता पनि भिजेछ यार। माइ कस भइगएछ है, जातै भिजेछ बिचरा मेरो जुत्तालाई अब ज्वरो आउँछ होला है। मेरो जुत्ता भिजेछ गाइस। अनि गाइस आज चाहिँ मजदुर दिवस हो है। अनि आज चाहिँ होइन मेरो चाहिँ होइन अफिस पनि बिदा छ है, काम पनि बिदा छ। त्यस कारण चाहिँ आज चाहिँ म दिनभरिको ब्लग बनाउँछु। ल अब चाहिँ म के गर्छु भन्दाखेरि आज चाहिँ होइन बब्बाल पानी परिरहेको छ नि त, पानी परिरहेको छ। त्यस कारणले चाहिँ आज चाहिँ म के अरे फर्सी रोप्न जान्छु। फर्सी चाहिँ त्यहाँ परतिर के अरे रोप्न जान्छु है गाइस। ल अब एकछिनमा म फर्सी रोप्न जान्छु है त गाइस। ल गाइस म चाहिँ अब फर्सी रोप्न जानको लागि पनि निक्लिसकेँ। यहाँ चाहिँ हाम्रो फुलहरू जस्तो। अनि यहाँ चाहिँ हाम्रो पिना छ है। यो चाहिँ पिना हो क्या, पिना हो। अनि यो पिनालाई पनि लगेर म माटोमा मिसाएर चाहिँ फर्सीलाई हालिदिन्छु। यहाँ पनि छ हाम्रो फर्सीहरू चाहिँ, हुन्छ फर्सी। अनि खुर्सानी चाहिँ अस्ति मैले रोपेको खुर्सानी, धनियाँ छ, धनियाँ चाहिँ पाक्नु लागिसकेको छ। अनि चाहिँ म यहाँ आउनु कारण चाहिँ यहाँ मेरो कोदालो थियो, मैले कोदालो यहाँ ठ्यालेको थियो, तर कोदालो छैन। धेर कहाँ हरा गाइस, मेरो कोदालै हरा। कोदालो चाहिँ यहीँ ठ्यालेको थियो। ए माथि छ क्या, म माथि गएर कोदालो देख्छु है। ल गाइस म चाहिँ होइन कोदालो भिरेर पनि यहाँ आइसकेँ। घरबाट त्यहाँ घर यहाँ आइसकेँ। यहाँ चाहिँ फुल फुलेको छ, सिरियस फुल यहाँ थोरै फुलेको छ, सानो रहेछ बट एउटा मात्रै। यहाँ चाहिँ पपैया नेवा रहेछ। राति चोर्न आउनुपर्छ घरमा, घुम्ने रहेछ। के हुन्छ गाइस, म भरे हन्टिङ हान्न आउनु पनि सक्छु होइन। गाइस म चाहिँ अब जाँदैछु यहीँ परतिर हो खेत चाहिँ। अनि तपाईँहरूले चाहिँ फर्सी पनि जाने भनेको छ, तर बिरुवा चाहिँ बोकेको छैन भनिरहनु भयो होला होइन मनमा। बिरुवा चाहिँ यहाँ परतिर के अरे चौधरीहरूसँग म किन्नुपर्ने हुन्छ मैले। अनि किन्छु, त्यसपछि चाहिँ म फर्सी रोप्छु है। सबजना छाता बोकेर हिँडिरहेको छ। फुलपाती भाकेनी देउरालीमा राखेनी, तिमीलाई ए है निलै ए है निलै फाइनली गाइस हाम्रो म चाहिँ खेतमा नि आइसकेँ। यहाँ चाहिँ टरेला थियो पहिला, यस्तो टरेला थियो भत्काएछ खै किन हो होइन। इता सिरा नि ल्याएछ, अब यहाँ प्लटिङ गर्नु ओर्नुलाई होला है। बाला नि यहाँ ल्याएर चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्छ क्या गाइस। पानी पर्दाखेरि चाहिँ है एकदम रमाइलो लाग्छ क्या, मनबाटै खुसी उत्पन्न भएर आउँछ पानी पऱ्यो भने चाहिँ है। ए है निलै ए यहाँ मान्छे भने टरा बनाउनु आँट्यो होला, किनकि यहाँ यो सेफ्टी ट्याङ्क हो कि यिनीहरू के हो भने बनाइन्छ। हाम्रो आलु हो यो चाहिँ है गाइस। यो आलु चाहिँ हाम्रो हो है। मैले अस्ति रोपेको फर्सी नि अलिअलि उम्रिसकेको छ। अनि आज चाहिँ म बिरुवा किनेर ल्याएर रोप्न आँटेको, किनकि यो चाहिँ भर्खर सानै छ नि त। यिनीहरू यो सानै छ नि त। बिरुवा ल्याएर रोप्यो भने चाहिँ अब 2-4 दिनमै मन्टा खानुहुन्छ नि त, खानुहुन्छ। त्यस कारण चाहिँ म बिरुवा ल्याएर रोप्छु। अब 1-2 दिन पछि चाहिँ यो आलु पनि खन्नुपर्ने हुन्छ हामीले। यहाँ चौधरीहरूले चाहिँ हामीले भन्दा पछि रोपेको थियो, यिनीहरूले चाहिँ खनिसकेको छ, हामीले खनेको छैन। किनकि हामीले अब हाम्रो भ्याइरहेको छैन क्या रोप्नलाई। मम्मी अब बिरामी, म अब काममा जानुपर्छ। आज खन्ने भन्ने मेरो प्लान थियो, तर आज चाहिँ पानी पर्यो। त्यस कारण पानी पर्दा खन्नु हुँदैन। ल गाइस अब चाहिँ म यहाँ परतिर अब यहाँ खोइ यहाँ फर्सीको बिउ किन्न जान्छु यहाँ परतिर। मलाई पनि थाहा छैन कहाँ भनेर, म सोध्दै खोज्दै जानेछु
फर्सीको बिरुवा किन्नलाई है त दामी फुलहरू गरेछ गाइज यहाँ चट्ट लगाएर दामी फुल अनि यहाँ चाहिँ चरा पालेर चाहिँ चरा यहाँ अर्को खाले चरा सुगान देखाएको थिएँ मैले सुगान छ त्यहाँ मैना तिमीलाई दिन्छु म बैना अझै गरौँ तिम्रो र मेरो बैना कस्तो दामी यार गाइस हेर्नु न अनि अहिले चाहिँ म उमा छु ललितपुर र भक्तपुर सीमाना यो कुलोभन्दा यता ललितपुर कुलोभन्दा उता भक्तपुर सिद्धिविनायक नगरपालिका कुलोले छुट्टा छ क्या गाइस यहाँको चाहिँ सीमाना ल फाइनली गएँ चाहिँ म चाहिँ बिरुवा पाउने ठाउँमा नि आइसकेँ अनि हाम्रो दाइले चाहिँ बिरुवा उखाल्दै हुनुहुन्छ ल गाइज म चाहिँ होइन खेतमा नि आइसकेँ बिरुवाहरू लिएर एक बोट चाहिँ मैले रोपि पनि सकेँ अब चाहिँ म रोप्छु यसलाई त्यसपछि घर जान्छु है